नमस्कार दाजुभाइ दिदीबहिनीहरू, नेपालभरिबाट संसारभरिबाट सुन्नुहोस्। हिजो मैले 9-10 जना प्रतिनिधि सभाको माननीय सदस्यज्यूहरूलाई लिएर चाहिँ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टमा चाहिँ खुमलटारमा भ्रमणको लागि लगेको थिएँ र त्यहाँ चाहिँ हाम्रो माननीयज्यूहरूले राम्रोसँग नास्टले कसरी काम गरिरहेको छ भन्ने कुराहरूको चाहिँ पहिलोचोटि चाहिँ अवलोकन गर्नुभयो र अब यस्तो किसिमको नास्टमा भ्रमण चाहिँ मैले माननीयज्यूहरूलाई लगेर बारम्बार लगेर चाहिँ उहाँहरूलाई चाहिँ त्यहाँको जानकारी र त्यहाँको कामहरूको बारेमा देखाउने छु। नास्टलाई चाहिँ धेरै बलियो बनाउनको लागि धेरैभन्दा धेरै माननीयज्यूहरूलाई नास्टसहित नेपालको अन्य रिसर्च इनोभेसन भएको ठाउँहरूमा पनि मैले माननीयज्यूहरूलाई बेला बेलामा भ्रमण गराउने छु। ल हेर्नुहोस् हिजो नास्टमा गरेको भ्रमणको छोटो भिडियो एउटा क्लिप हेर्नुहोस्। अहिले यो एलसिएमएसमा चाहिँ अहिले त्यति त्यो फ्लुइडली रन भएको छैन, यो चाहिँ हाम्रो रन भइरहेको छ। नेपाललाई चाहिँ एकदमै चाहिने इन्स्ट्रुमेन्ट हो। यो खास हामी मोलिकुलर पार्टिकुलर युनिट अन्तर्गत हामीले यो डिएनए सिक्वेन्सर रन गरिरहेका छौँ। युनिभर्सिटीका स्टुडेन्टहरूको लागि अथवा इन्डिपेन्डेन्ट रिसर्चरहरूको लागि लो प्राइसमा हाम्रो मूल्य पनि नउठ्ने गरेर हामीले सिक्वेन्सिङ गर्ने गरेका छौँ। यसको 5 करोड छ मूल्य। टर्म स्टोरेज मात्र हुने, लङ टर्म स्टोरेज नहुँदाखेरि त्यो चाहिँ फेरि डिसएपेयर त्यसको हराएर जाने हुन्छ होइन। क्यानोडर्मा भन्ने रातो च्याउ छ नि हजुरको, यो चाहिँ एउटा कम्पनीसँग मिलेर हामीले यो यसलाई चाहिँ यसको पातलाई हामीले त्यो एनालिसिस गर्दा नाम देखिएको छ। हजुर, अनि हामी चाहिँ यहाँ डिजाइन हो र अनि अर्को चाहिँ नेचुरल मेटाबोलाइजहरू चाहिँ एन्टी डायबिटिक झिङ्गाको बिउ चाहिँ इन्डोनेसियाबाट ल्याएर राष्ट्रिय आविष्कार केन्द्रमा त्यहाँ उत्पादन गरिरहेको छ। पहिला सुरुमा चाहिँ रामपुर युनिभर्सिटीले एग्रिकल्चर युनिभर्सिटीले त्यहाँ गरेको हो। याक्सा गुम्बा ल्याबमा ल्याएर हामीले टनेला जस्तै बनाएर जुनसुकै ठाउँमा त्यसलाई ग्रो गराउन सक्ने सम्भावना रहन्छ कि रहँदैन। त्यस प्रकाशन गर्नु गएको यो चाहिँ नेपालबाट चाहिँ प्रकाशन भइसकेको छैन एउटा पनि गर्ने सबै कुराहरू हामीले यसलाई के गरौँ भन्दाखेरि मन्त्रीज्यू, यसलाई हामीले भियोला भनेको फ्रान्सको सबभन्दा टप इन्स्टिट्युट हो होइन वाटर क्वालिटीको लागि। हामीले हिजो अस्ति युए एम्बेसडरसँग पनि कुरा गरिसक्यौँ। हामीलाई यो ल्याब एकदमै चाहिन्छ, नेपालभित्र छैन भनेर नेपालमा भएको सरकारी गभर्मेन्टको कति ल्याब छन् त्यसको एसेस पनि हामीले गरिसकेका छौँ। रिपोर्ट र यो चाहिँ अब 2011 पर्छ। सोर्स क्यालिब्रेसनको लागि हामीले युज गरौँ। इन्भाइरोमेन्टल स्याम्पलमा खासै फरक पर्दैन। हजुरले हो ल भने एक्सरे गामारे भनेको एकदमै हाइली इनर्जेटिक रेडिएसन हो। त्यसले फालेको रेडिएसन चाहिँ त अब हाम्रो एक्सआरडी पनि पुरानो भइसकेको छ। रेडिएसन भनेको ह्युमन बडीलाई एकदम इफेक्टिभ चिज हो। त्यो त्यसलाई सेफ्टी कतिको अपनाउनु भएको, सेफ्टीको प्रिफरेन्सको ढङ्गले कस्तो छ तपाईँको सेफ्टी फिचर 114 यो दुईटाको एक्टिभिटी हेर्छौँ हामीले। अब यो PV214 भनेको यहाँ देखाइरहेको छ। हेलो म्यानेजर, कस्तो लाग्यो आजको नाचको? अहिले त खालि हामी त अनुगमनै एकदमै। मन्त्रीज्यू, हजुरको मोबाइलमा हाम्रो भिडियो छ, प्लिज डिलिट नगरिदिनु होला। पहिला वातावरण मन्त्रालयमा थियो, त्यो बेला मन्त्रालय नै विज्ञान तथा वातावरण थियो। त्यस अन्तर्गत गर्थ्यौँ एउटा स्कुल लेभलको विद्यार्थीहरूलाई र अर्को पोलिसी मेकरलाई। हामीले चाहिँ यो क्लाइमेट चेन्ज चाहिँ आफ्नो योजनामा चाहिँ कसरी मेन स्ट्रिमिङ गर्ने भन्ने जस्तो हामीले डकुमेन्टहरू पनि पहिरोहरू लाइभ हेर्नको लागि अहिले 30 लाखको बजेट राखेको छ नि, यसैलाई हो। रमाइलो हुनुहुन्छ नि त। लिएर आएर सुकाएर पनि बायोचार बनाएर कृषकहरूलाई चाहिँ त्यो बारी तिम्रो सरलाई छुट्याउने कि आजको भिडियोमा